न्युजिल्यान्डमा पढ्ने सोचमा हुनुहुन्छ? आउनुहोस् यसको बारेमा केही कुरा गरौँ। विदेशमा पढ्ने सपना यो साँच्चै नै ठूलो र रोमाञ्चक निर्णय हो हैन त? त्यसो भए किन न्युजिल्यान्डलाई नहेर्ने? यो एउटा विश्वस्तरीय शैक्षिक गन्तव्य हो। न्युजिल्यान्ड नै किन त? यहाँको डिग्री विश्वभर चल्छ र पढाइको स्तर एकदमै राम्रो छ। अनि क्वालिटीको चिन्ता लिनै पर्दैन, सबै कुरा NZQA ले नियमन गरेको हुन्छ। अब कुरा गरौँ चर्चित कोर्सहरूको। आईटी, बिजनेस, इन्जिनियरिङ जस्ता फिल्डहरू निकै लोकप्रिय छन्। ल, अब सबैभन्दा महत्त्वपूर्ण कुरा, खर्च कति लाग्छ त? ब्याचलर डिग्रीको कुरा गर्दा वार्षिक शुल्क लगभग $22,000 देखि $35,000 लाग्न सक्छ। त्यस्तै मास्टर डिग्रीको लागि यो रकम $26,000 देखि $40,000 सम्म पुग्न सक्छ। पढाइ शुल्क बाहेक बस्न खानको लागि वार्षिक $15,000 देखि $20,000 छुट्याउनु पर्छ। तर एउटा राम्रो कुरा के छ भने पढ्दै गर्दा काम गरेर कमाउन पनि पाइन्छ। पढाइ चल्दा हप्ताको 20 घण्टा अनि छुट्टीमा त फुल टाइम काम गर्न मिल्छ। यति मात्र होइन, पढाइसकेपछि 3 वर्षसम्मको पोस्ट स्टडी वर्क भिसा पनि पाइन्छ। खैर, यत्रो सबै प्रक्रिया कसरी मिलाउने होला भन्ने लाग्ला हैन? चिन्ता नलिनुहोस्, यसको लागि दमक इन्टरक्राफ्ट एजुकेशनल कन्सल्टेन्सी जस्ता विज्ञहरू छन्। उहाँहरूले सही कोर्स र युनिभर्सिटी छनौटदेखि भिसा प्रक्रियासम्म सबैमा सघाउनुहुन्छ। भनेपछि विदेशमा पढ्ने सपना पूरा गर्न दमकमै एक भरपर्दो साथी। थप जानकारीको लागि यो ठेगानामा भेट्न वा सिधै फोन गर्न सकिन्छ। त्यसो भए के यो ग्लोबल एडभेन्चर सुरु गर्ने बेला भएन र?